नमस्ते फेरि पनि स्वागत छ मेरो भिडियोमा। अनि आज भन्ने चाहिँ हाम्रो घरमा यहाँ तपाईँले देख्नुहुन्छ लोकल कुखुरा काटेको छ नि त चिकन। किनकि आज हाम्रोमा गेस्ट आउनुहुँदैछ है, टाढोबाट एकजना गेस्ट आउनुहुँदैछ, त्यसै कारण कुखुरा काटिसकेको छ। अनि यहाँ छ मसला, टमाटर, प्याज, लसुन। यहाँ मैले प्याज पनि काटेको छु, प्याज अलिक कम्ती, यहाँ पेस्ट पनि छ। अन्त यहाँ छ अदुवा लसुनको पेस्ट। चाहिँ खान सकिन्छ चाहिँ तपाईँले पकाउनु चाहिँ हालिदिनु त्यसरी मजाले पकाउनु चाहिँ पकाउनु पर्ने पटपटि। त्यहाँदेखि चाहिँ मसला पाकिसक्यो, त्यो मैले मसला लगाइसकेँ यसरी है। मसला हालिसकेर चाहिँ त्यो अहिले चाहिँ यसलाई मजाले पकाउनु पर्ने। यो चाहिँ लोकल है कुखुरा, लोकल भालेहरू चाहिँ भाले जस्तो पाउन आउँदैछ नि हामीलाई। गाइस फाइनली अब मेरो चिकन पनि काटिसक्यो है, ढेँडो पनि काटिसक्यो, उता यो चिकन पनि काटिसक्यो। मेरो चाहिँ पुरा छान्नुपर्ने हुन्छ है, यस्तो दामी लाग्छ है। अब त्यसलाई चाहिँ हामीले चाहिँ हुन्छ, किनकि ढेँडो त छिटो खानु मिल्दैन। अन्त चाहिँ रस बनाएर चाहिँ यो सब खानुभयो भने चाहिँ थकानहरू पनि गलेको होइन, दिनभरि काम गरेर थाकेको थकानहरू पनि सबै मेटिन्छ होइन। अब चाहिँ हामी खाने हो, यो पाकिसकेर मजाले उमाल्नुपर्छ नि। त्यही भएर मजाले उम्लिसकेपछि चाहिँ उता लगेर चाहिँ हामी खाने हो है त गाइस। चाहिँ मजाले उम्लिँदैछ यहाँ हेर्न सक्नुहुन्छ होइन। अब चाहिँ उम्लिसकेपछि चाहिँ अब चाहिँ लगेर खाने हो, हामी चाहिँ खपक खाने हो। मजाले उम्लिँदैछ यहाँ। फेरि कुखुराको भालेको सुपसँग चाहिँ ढेँडो खानु हुँदैन नि त, कुखुराको भालेको सुपसँग चाहिँ ढेँडो चाहिँ यसरी ओडाल्नुपर्छ है। कुकरमै पकाइदिन्छ भने चाहिँ ढेँडो काटेर भन्नुहुन्छ तपाईँले चाहिँ पाकेको छ। अहिले चाहिँ ढेँडो खाएको चाहिँ तपाईँले हेर्नुहोस् न, सबै हुन्छ। ढेँडो चाहिँ फेरि फेभरेट हो हाम्रो चाहिँ, सबैजनाको अर्ग्यानिक हो नि त। यो खायो भने चाहिँ उसलेको बाजे बोजूहरू सिकेको खान्छ। पार्टीको आजको हाम्रो गेस्ट चाहिँ यहाँ आइसक्नु भएको छ। म चाहिँ आइपुगेँ, अब यहाँ बनिहाल्यो हो। के रहेछ भनिदिनु न ल। मेन्युमा चाहिँ घोए भन्छ, गएँ अरे हो। यो चाहिँ अब बस्तीको चिकनको सुप, सिमी बस्तीको सिमी, घरको यो अस्ति फलेको देखिहाल्नु भएको थियो होला। अन्त चाहिँ बासोबोहरू चाहिँ मिस गर्नु भएको, भुटानकै खाँदै हुनुहुन्छ होला। पौडाले खाँदैछ यहाँ ढेँडो सुप, पास्टरहरूले चाहिँ मिस गर्नु।